भाइरल साथीहरु यति सारो भाइरल गाडी पनि आइपुग्यो। यता गाइजहरु रेडी छन्। ल साथीहरु पटनाली ग्यारेज हरु त्यो कामको रहेछ देख्न सक्नुहुन्छ। पोपटाङ डाँडा फाइनली आइपुग्यो। स्लोमा कुद्यो भने त हुँदैन क्या झन्। भाइरल डाँडाको भाइरल छाता त्यो ब्याकलग दिनमा आइपुग्यो छ हौ। यो क्रममा त देख्न सक्नुहुन्छ है। सबै यहाँ दोकान भित्रको खाद्य। अब यता जानुभयो भने चाहिँ तपाईहरु काठमाडौँ पुग्न सक्नुहुन्छ। अब हामी चाहिँ काठमाडौँ जाने हैन। सो हामी चाहिँ अब धरान लाग्यो। सबैजना खाजाको खोजीमा भौतारेको अवस्था। हाय वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी साम्पाङ लिडिया। सो न्यू डे न्यू ब्लग अनि न्यू लुक्सको साथमा हजुरहरुको सामुन्ने आइसकेको छु। हजुरहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म पनि आराम कुशलले छु। सो यति भन्दै म चाहिँ हजुरहरुको सामुन्ने एकदम रेडी भएर आइसकेको छु है त। अनि आज हामी चाहिँ कहाँ जान आँटिरहेको छौं भन्दाखेरि चाहिँ हामीहरु चाहिँ साथीहरुसँग अहिलेको टिकटक भरि भाइरल साथीहरु यति सारो भाइरल त्यो डाँडा यति सारो भाइरल। आमा टिकटक अन गरे कि त्यही मात्रै आउँछ। सो अनि हामी पनि किन नजाने त वाइ नट भनेर सो रेडी भएर आज चाहिँ हामी जान आँटिरहेको छौं। कुन ठाउँ भनेर अफकोर्स हजुरहरुलाई थाहा भइसकिसक्यो मैले भन्दा हैन। त्यही पनि कुन ठाउँ भनेर म हजुरहरुलाई भन्न गइरहेको छु। उदयपुर बेला स्थित रहेको पोपटाङ डाँडामा चाहिँ आज हामी घुम्नको लागि जान आँटिरहेको छौं साथीहरु। अनि म चाहिँ रेडी भएर घरबाट निस्किन लागेको। अनि अब तल साथीकोमा जाने त्यसपछिबाट सबैजना भेला हुने। अनि जाने को जाँदैछौँ एकैचोटि अहिले सबै टोलीहरुलाई म ब्लगमा ल्याउँछु है त। ल साथीहरु अब चलो भन्दै लाग्ने हो है। घाम टिलक्क लागिरहेछ। अनि म चाहिँ यो ह्याट लिएको छु। यो चाहिँ मेरो बहिनीको हो। सरुमाया हेर्दैछस् होला ब्लग। यतिरे ह्याट मैले आज लगाए अरे क्या। ल साथीहरु यति भन्दै अब चाहिँ फाइनली लाग्यो है। ल साथीहरु हामी चाहिँ यहाँनेर सबैजना भेला भइसकिसक्यौं। अनि 6 जना जाने प्लान भएको थियो। अनि अहिले चाहिँ आएर 5 जना भएको छौं। अनि हामी चाहिँ भेनको वेटमा छौं। अनि यता खै गाइजहरु सबैजना आएपछि म हजुरहरुलाई देखाउँछु को जाँदैछौं भनेर हैन। हेर्दै जानु होला। ल साथीहरु हाम्रो चाहिँ फाइनली गाडी पनि आइपुग्यो। यता गाइजहरु रेडी छन्। यहाँ आउनु न बुहारी नानी मेरो च्यानलमा हेलो भन्नुस् न। हेलो सबैलाई नमस्कार। हाम्रो लक्ष्मी दिदी के छ तपाईको? साम्पाङ लिडिया। यता हाल्नुच गर्छ त हो गाठे। ल यता त साथी भयो। यता भान्जी आउनु। हेलो यता मेरो भान्जी। यता दिदी खै कता जानु? सुँगुरलाई चारो दिएको छैन भन्दै कुचेछ त मान्छे। सुँगुरलाई चारो दिएको छैन भन्दै त। तपाईले कहिले गाडी लिनु भयो थाहै छैन त? होइन सबको हो नि। सोधेको जानु कि नजानु भनेर नजानु भन्नु चाहिँ 3 दिन भयो गाडी निकालेको। ल साथीहरु अब हामी चाहिँ लाग्यो पोपटाङ डाँडा। आई एम कमिङ हियर। हेलो हेलो रमाइलो हुँदैछ नि। यता आयो दिदी। अनि आज हामी कहाँ गएको अरे? भनेपछि हामी खैके डाँडा गएको भनेको। त्यहाँबाट तर दामी हुँदैछ है। र साथीहरु अगाडिको भ्यू देखाउन चाहन्छु म हजुरहरुलाई। गाडीले माथे क्या मलाई चाहिँ अगाडि बस्दा पनि गाडीले माथिरहेछ। यो चाहिँ सर्दुकु। ल यो चाहिँ हो सर्दु खोला। कत्रो पुल भयो अगाडि गयो त अब यहाँनिर तर कस्तो गाडीले माथेको जस्तो भइरहेछ। ल ल ल ल ल लाग्यो अगाडिको भ्यू हाम्रो केटीहरु चाहिँ पछाडि पुरा गीत गाउँदै त कहाँ आउ ल्याउरी मुसाफिर।
चाहिँ देखाउनु ठिकै हो केटीहरूले पनि हँसाउँछ दुईटा हुँदो रहेछ नि दिदी अहिले अरू पनि भेटिन्छ कि हेर्दै जाउँ है ल साथीहरू हामी चाहिँ यहाँनिर पटनाली जङ्गलभित्र चाहिँ एउटा एकदम मिठो 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 जङ्गलभित्रै त छौँ त नि अहिले हामी होइन जङ्गलको छेउमै त छ त होइन भित्रै हो नि जङ्गलभित्रै होइन र यहाँ उता चाहिँ जङ्गल छ कि छैन अब अनि यहाँ देखेछ मलाई काठमाडौँ जाने हाइवे यहीँबाट जान्छ हो त्यत्रो चाहिँ फेरि दिमागमा बस्नु सक्दैन होला ल साथीहरू हामी चाहिँ यहाँनिर पटनालीको जङ्गल मेन यहाँ हाइवे काठमाडौँ जाने यहाँ चाहिँ अस्ति हाम्रो साथीहरू चाहिँ च्याउ खोज्न आउँदाखेरि खानुभएको दोकानमा छौँ साथीहरू अहिले चाहिँ अनि यहाँ चाहिँ एकदम के पाउँछ अरे भेज थुक्पा मिठो 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 पाउँछ अरे अनि हामी चाहिँ तर खाना खाएर आएको हो खाना खाएर आएको हो अनि त्यही भएर अनि यहाँ गाइजहरू चाहिँ कतिजना चाहिँ खाना नखाइकन आउनुभएको छ अरे नि त सो त्यही भएर यहाँनिर हाम्रो ग्यादरिङ टोली देखाउँदैछु यता चाहिँ हाम्रो दाइ हुनुहुन्छ यता दिदीहरू एकदम मिठो मिठो थुक्पा पाउँछ अरे सो त्यही भएर थुक्पा खानको लागि बसिराखेको छौँ ल साथीहरू पटनाली ग्यारेज अरे मलाई चाहिँ लोकेसन त्यति साह्रो थाहा भएन कि यहाँ बाहिर मिठो भेज थुक्पा बनाउनुहुन्छ अरे अस्ति एकचोटि खानुभएको अरे मिठो भयो अरे फेरि चाहिँ त्यही भएर यहाँनिर रोकाएर यहाँ चाहिँ अगाडि मेन काठमाडौँको हाइवे जाने अनि यहाँ छ दोकान तर दोकानको पानी पो पर्यो जस्तो छ अनि यता छ ग्यारेज यहाँ चाहिँ तपाईँहरूको अब मेन हाइवे जाँदा जाँदा बाइकहरू बिग्रियो भने चाहिँ यहाँ बनाउन सक्नुहुन्छ तपाईँहरू अनि हामी चाहिँ यहाँनिर यता हो हामी चाहिँ यताबाट आएको अब यता जानुपर्नेछ अनि यो चाहिँ पटनालीको मेन काठमाडौँ जाने हाइवे अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो ठाउँ छ खाजा खाने चाहिँ यहाँभित्र चाहिँ हजुरहरूले मिठो 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 भेज थुक्पा भेज चाउमिनहरू सायद भेज मात्रै पाउँछ होला अनि हाम्रो गाडी चाहिँ यहाँ पार्किङ गरेको छ अनि गाइस टोलीहरू चाहिँ यता छ यता अगाडि छ ग्यादरिङ टोलीहरू चाहिँ पुरा कोही थुक्पाको पर्खाइमा छ कोही चिसो खाँदैछ ड्याङ 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 भयो भेज थुक्पा त खतरा रहेछ नि त नि सुनमा सुगन्ध हो नि त नि खाए 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 दिदी यस्तो भन्नु नि अर्ग्यानिक ल धन्यवाद खानु भिडियोले गरेर फेरि खानु पाउनु भयो जस्तो छ पानी पर्यो साथीहरू हामी त आज बोक्ताङ डाँडा हिँड्ने बोक्ताङ डाँडा हिँड्नु हेर्नु गएको त छैन त यस्तो पानी परिरहेछ भिडियो आउँछ गाडीले माटेर बस्छ पानी परेको त्यस्तै हामी चाहिँ अहिले चाहिँ कोसी आइपुग्न लाग्यो चतराको पुल यसो पानी परेपछि त खत्तम भइगयो नि अब चतराको पुल ल आइसक्यो पानी परिरहेछ देख्न सक्नुहुन्छ आजको वेदर यस्तो अवस्थामा छ हामी घुम्नु आउँदा चाहिँ यस्तो हुनुपर्ने अरे फेरि अब चाहिँ खतरा बाटो चाहिँ के यो भेन जानु सक्छ त मेरो पावर ब्याङ्क झर्ने गरी नै चढ्यो बाटो छ यस्तो यस्तो बाटो उकालो चढिँदैछ
साथीहरु यहाँबाट चाहिँ पैदल जानुपर्ने हुन्छ अनि पानी चाहिँ अघि पर्दै थियो पानी परेर पनि रहिसकिसक्यो अनि अब यसरी भए पनि यसो अलिकति पैदल हेरेर हिँडेर चाहिँ केही पाउनलाई केही गुमाउनु पर्छ भने जस्तै अनि अब हामी ठाउँमा हाम्रो डेस्टिनेसनमा पुग्नको लागि चाहिँ हामी पैदल हिँड्दैछौँ झोलीटुम्बीको साथमा निकै पो छ कि क्या हो निकै होला बाटो यस्तो छ है चिप्लेर लड्यो भने त छैन त फेरि यही भ्यू हेर्नको लागि आएको खासमा चाहिँ आम्मा बाटो छ यस्तो साथीहरु यस्तो बाटो चिप्लेर बस्यो भने त छैन त नि धन्न जुत्ता लाएर आइएको छ बाटो पेछ है समातेर हिँड्यौं हो आम्मा अझ यो पानी परेर चाहिँ पानी खोला धमिलो छ क्या अझ निलो हुनुपर्ने क्या है दामी देख्छ झन् कोसीहरू त निलो हुन्छ नि त सङ्लेको बेलामा यसरी लुगा उचालेर हिँड्नु पर्ने अवस्था भइरहेको छ यही हो साथीहरु यही हो भने यस्तो हो आमा यस्तो भिरालो परेछ त झन् बेलुका हो आउँदा चाहिँ खुल्ला हुन्छ क्या 4-5 मा अहिले त तर त्यस्तो साह्रो भिड पनि रहेनछ ल है आम्मा बोप्ताङ डाँडा फाइनली आइपुग्यो यहाँ त स्लोमा कुद्यो भने त हुँदैन क्या झन् ल साथीहरु आइपुग्यो यहाँ अगाडिको नजारा आइपुगेको पानी पनि नभनिकन झरी पनि नभनिकन हेर्नुस् तपाईहरु पनि मेरो भिडियो मार्फत बोप्ताङ डाँडाको भ्यू अनि मान्छेहरु यहाँ टिकटक बनाउँदै हुनुहुन्छ सबैजना आफ्नो आफ्नो तालमा छन् यस्तै हो है साथीहरु के गर्नु ल है हामी पनि फाइनली आइपुग्यो हैन त खै आइपुग्यो भन्नु नि त नि आइपुग्यो भनेर हल्ला हुनु पर्यो नि त अलिकति ल भाइरल डाँडाको भाइरल छाता अहिले यो डाँडा र अनि यो चाहिँ पुरै भाइरल छ है अहिलेको यतै साथीहरु हामी चल तल जानु पर्यो मेरो साथी त अगाडि गइसकिसकेको छ अनि यही हो फाइनली अहिलेको टिकटक भरि भाइरल भएको ठाउँमा फाइनली हामी पनि आइपुगिसक्यौं साथीहरु सबैसँग अनि फेरि यही रोकिएको त डाँडा काँडा देखिन्छ मजाले तर पानी पर्ला जस्तो छ साथीहरु यस्तो भिरालो रहेछ नि त नि त्यही भएर ओह्रालो देख्दो रहेछ गाइजहरुले यसो आँखा सेखा गर्यो कोसी हेरेर यस्तो ब्याडलक दिनमा आइपुगेछ हौ पानी परेर टिकटक बनाउने क्रममा त देख्न सक्नुहुन्छ है सबै यहाँ दोकानभित्र पो खाँदिरहेछ बिजो ल पानी पर्यो बोप्ताङ डाँडामा बिचरा धन्न यहाँ दोकान रहेछ र यति पनि भिजेकै छैन भिजेर गराउनु त हुन्छ फेरि अर्को ठाउँ जानु भएन हामीलाई त्यही बनाउनु कन्टिन्यू चलिरहेछ बिजोक पानी परेर ल साथीहरु बल्ल आएको हामी त पानीले बिजोकै गरायो पानी फेरि रह्यो सबैजना पानी परेर फिर्ता पनि छ पानी रह्यो अब फेरि निस्क्यौं खोरबाट पानी त गुटुङटुङ भित्र छिरे दोकानमा फेरि बाहिर निस्क्यो अहिले फेरि पानी पर्छ फेरि भित्र छिरे थोरै हो त यो दोकान राख्नु सबैजना बस्यो
कस्तो दामी छ नजारा साथीहरू। पानी पर्ने शीतल शीतल भयो। सबैजना छाता ओढ्नु पर्यो। त्यो बाटो चिप्लो बाटो छ अब जानु पर्छ साथीहरू। आमा अझै पनि आकाश यस्तो कालै छ। अझै पनि यो आकाश चाहिँ खुल्ला भयो भने मात्रै पानी पर्दैन क्या। यस्तै त छ कालै छ। अझै पनि पानी नै पर्छ। पानी पर्ने सम्भावना छ साथीहरू बोक्ताङ डाँडामा। पानी परेर रहेदेखि त सरर हावा शीतल आइरहेछ। ल गाइज हो गाह्रो छ चिप्लो बाटो। यहाँनिर ठ्याप्प बसेर भिडियो बनाएको फोटो खिचेको त सबै लुगा जामा मैला भएर छैन। यहाँ चाहिँ राम्रो आउँछ होला राम्रो अहिले साथीहरू पानी परिसकेपछि चाहिँ अहिले चाहिँ मौसम खुलेको अवस्था। अहिले चाहिँ बोक्ताङ डाँडामा बब्बाल घाम लागिरहेको छ। अनि यता चाहिँ टिकटक भिडियो बनाउने क्रम जारी छ। यता गाइजहरू बिन्दास तरिकाले नाच्दैछन्। ल है यतिको बब्बाल छ। लु ल है ल म क्यामेराम्यान भइहाल्छु नि। जिन्दाबाद म छँदैछु त। यस्तो छ है दामी कोसीको भ्यू। ल साथीहरू गर्मीले लास्टै भयो। अब चाहिँ हामी जाने साथीहरू निस्किसकिसक्यो है। अब मैले चाहिँ अझै फाइनली अब यहाँबाट जाँदैछु। यो यस्तो दामीको नजारा। ल सबैजना आउँदै फोटो खिच्दै जाने क्रम जारी नै छ। अनि यता छ चटपटे चिसो खाने। ल साथीहरू अनि अब चाहिँ फाइनली हामी चाहिँ लाग्यो। मेरो साथीहरू अगाडि गइसकिसक्यो। अब म चाहिँ फाइनली बोक्ताङ कि के पर्यो बोक्ताङ डाँडाबाट लाग्यो। अब चाहिँ उकालो छ पुरै पेट्रोल फुल गरेर उकालो चढ्नु पर्ने छ साथीहरू। अनि अब कति भने जस्तो फोटो भिडियोहरू नै होइन कति पानी पर्यो कति चाहिँ फोटो खिच्दा पनि होइन। के चाहिँ बाटो यताबाट गइसक्यो। यो चाहिँ सर्टकट रहेछ। ए ल कताबाट गयो गाइजहरू त। ल सर्टकट बाटो अपनायो अरे। ल साथीहरू अब चाहिँ यस्तै हो। कति बजिसक्यो। ल फाइनली भाइरल डाँडामा आइपुग्यो। आएर फोटो भिडियो टिकटक सब बनाइयो। अब चाहिँ लागेको यो त चाहिँ सर्टकट बाटो अरे क्या साथीहरू। अघि हामी आएको बाटो चाहिँ अर्कै हो। यो चाहिँ पुरै सर्टकट बाटो अरे। ए अगाडि छ गाइजहरू देख्न सक्नुहुन्छ। म चाहिँ अलिकति हिँड्दा फ्याफ्या हुन्छ। मेरो मुखमा पसिना देख्दै हुनुहुन्छ होला। ल ए तर घामले क्या साथीहरू यस्तो साह्रो गर्मी अब है मौसमलाई अघि पानी पर्दा पनि नहुने घाम लाग्दा पनि नहुने पसिना देख्न सक्नुहुन्छ है। बाई बाई बोक्ताङ डाँडा कोसी बाई। गाइजहरू एकदम खुसी साथ हर्ष साथ मकैबारी दराम भन्दै अगाडि हिँड्दैछन्। यता पारीको भ्यू नजारा देखाउन चाहन्छु हजुरहरूलाई मेरो युट्युब फ्यामिलीहरूलाई। हजुरहरू कतिजना आइसक्नु भयो। नआउनेहरूको लागि यो भिडियो हजुरहरू पनि भाइरल डाँडा भन्दा फाइनली आयो घुम्यो लाग्यो। तर पुलमा पनि भिडियो बनाउनुपर्छ है गाइज हो। पुलमा पुलको साइडमा कस्तो मजाको भिडियो आउँछ। अब आफ्नो आफ्नो तर इच्छाको कुरा हो। ल साथीहरू हामी चाहिँ यहाँ बल्ल गाडी भएकोमा आइपुगेर हामी कति 15-20 मिनट हिँड्ने होला ओह्रालो। अनि अब चाहिँ
10 मिनट पनि हिँडेन अनि यहाँ त अनि 1 घण्टा हिँडेको जति गरेर पसिना आइरहेछ त खल 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 मात्रै आएको नि हिँड्न चाहिँ कसरी अनि यता साथीहरू पनि पछाडि सबैजना म 5 मिनेटमा आएँ अनि अघि अब जाँदाखेरिको जोस त अब हराइगयो नि त अब ठाउँमा पुग्यो अब फर्किँदाखेरि फेरि त्यो एनर्जी आउँदैन साथीहरू यस्तै हो अब ठाउँमा नपुगिन्जेलसम्म कतिखेर पुग्ने हुन्छ अब पुगिसकेपछि चाहिँ अब फर्किँदाखेरि चाहिँ मान्छेको प्रेसर डाउन हुन्छ क्या सबै लोमा आउँछ अब तल गएर टक्क कोसीमा खाजा खाएपछि त झन् त्यहाँ त सुत्छन् गाइजहरू निन्द्रामा ल साथीहरू यस्तै हो आफै तर्सिन्छन् गाइजहरू हामी फाइनली रत्वा आफै पाच्छ आफै तर्सिन्छ र त्यस्तै हुन्छ गाइजहरूको अब यहाँ तल पुगेर के भयो पछाडिको गाइजहरूको साथीहरू अब चाहिँ सरर पिच आयो अब चाहिँ यहाँनिर अगाडिको नजारा हेर्नु साथीहरू कोसी हेर्नु साथीहरू कोसी वाउ 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 नेपाल छ ल साथीहरू दामी छ दामीको आमामा अगाडिको पहाड पर्वत हेर्न सक्नुहुन्छ तपाईँहरू आमामा ल साथीहरू यस्तो दामीको भ्यू चाहिँ कहाँ पाउनुहुन्छ भने बेलेका बजार गाउँ यसलाई बेलेका भन्दो रहेछ क्या आमामा दाम फेरि साउन्ड सिस्टम चाहिँ यस्तो राम्रो छ ठुलो खालको किनिदिएको रहेछ होइन त्यो राम्रो यहाँ पेनड्राइभ चाहिँ सबै निकाल्नु यो कोसीको भ्यू चाहिँ जति हेर्नुहुन्छ अहिले हेर्नुहोला साथीहरू झकास गर्दै बनाउँछु म नेक्स्ट टाइम होइन फेरि पनि त गइएला नि त कतै न कतै कुनै न कुनै यति बेला यहाँ झकास ल साथीहरू यस्तो दामी त्यत्रो माथि डाँडा पुगेर आयो है दामीको भ्यू ल साथीहरू म चाहिँ आज चाहिँ धेरै जस्तो चाहिँ मेरो भिडियोमा चाहिँ हजुरहरूले यात्राको बाटोको भिडियो मात्रै देख्न सक्नुहुन्छ माथि कोक्ताङ डाँडाको त खासै छैन मान्छे भिड पनि टिकटक बनाउँदा फोटो खिच्दा त्यस्तै अब चाहिँ फाइनली हामी झरिसक्यौँ है अब चाहिँ हामी यो मेन हाइवेमा आइपुग्न आँटिसक्यौँ यसलाई चाहिँ भन्दो रहेछ क्या बेलेका भन्दो रहेछ बेलेका अब यता जानुभयो भने चाहिँ तपाईँहरू काठमाडौँ पुग्न सक्नुहुन्छ अब हामी चाहिँ काठमाडौँ जाने होइन सो हामी चाहिँ अब धरान लाग्यो साथीहरू गीतको सुरमा फेरि भन्दा रोपाई हुँदैछ रहेछ साथीहरू यता तलतिर चाहिँ रोपाई सत्राको पुल आउँछ अब चाहिँ यो चाहिँ केन्द्रबिन्दु पुल परेको यसको नाम घरि पछाडि घरि त खतरा
खिच्याउने गाई उडाउने म भिडियो गर्ने साह्रै मजाले मिलेको अब त पुल आइपुग्यो त ल यो चाहिँ चक्राको पुल साथीहरू कता हो खाजा खाने यता कोसीको नजारा यता कन्फ्युजमा चलिरहेको छ तलतिर होला नि उसो भए ल साथीहरू हामी चाहिँ यहाँ खाजा खाने होटल खोज्दैछौँ क्या खाजा खाने होटल कन्फ्युज हुँदैछौँ अझै पनि खोज्ने क्रम जारी नै छ ल यहाँनिर साथीहरू चाहिँ कन्फ्युज भइरहेछ क्या अस्ति आउँदाखेरि खाजा खाएको थियो अरे त्यो होटल खोजेको अरे तलै होला उसो भए अलिक तलै होला त जहाँ पाइदा पुरा उयो छ त हेर्नु पर्यो नि त के कस्तो तपाईँले अस्ति चाहिँ तलै होला अलिक तलै होइन कन्फ्युज पनि हुनसक्छ आएपछि चाहिँ वाउ भन्ने हो अन्त नि हैन त जिउमा टक्क होइन ल है सबैजना खाजाको खोजीमा भौतारिएको अवस्था ल साथीहरू हामी चाहिँ होटल खोज्दा 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 फाइनली अब हामीले भनेको होटल चाहिँ कहाँ हो कन्फ्युज भयो होइन सो त्यही भएर अनि हामीले यहाँ एउटा होटलमा छिरेर खाजाहरू अर्डर गरिराखेको छौँ यता गाई स्टोरीहरू पुरै छ अनि यहाँनिर हाम्रो चिसो आइसक्यो पिउनेमा अनि यहाँनिर माछा आइसकिसक्यो एउटा नबनाएको माछा टक्क आयो है यता कोसी छ साथीहरू ब्याकग्राउन्डमा कोसी अनि यता टक्क माछा आफूले टिप्ने हो भइहाल्यो त माछा नखाने ग्रुपमा पर्नुहुन्छ 2 जना तरी चोबेर खानु पर्ने हुन्छ चटनी त्यस अनि ल साथीहरू हामी चाहिँ अब माछा खाइसकिसक्यो अब यो चाउमिन सुकुटी त कता छौ भन्ने बेला उतैबाट लान नि त यहाँ के रुम गर्दा डाइरेक्ट घर जाने नबस्नु पर्दैन भन्ने अब मानिसहरू थाहा लगेर यहीँबाट कहिले महँगो यो नाति चाहिँ अन्त 2 पिस भएको 200 लगेर मोटाटे कस्तो सक्यो खोर्सानी रुम ल हो त अनि सुरु यस्तो साल चाहिँ कसले पनि बनाउँदैन होला यो होइन हो भन्नलाई भाइ सुकुरी त यत्रो परेछ नि मसिनो हुन्छ त चाउमिनमा आउँछ रहेछ र भन घरमा त ठुलो हुन्छ यहाँ त के हो साथीहरू अब हामी चाहिँ खाजा खाएर पनि घर फर्किँदैछौँ यता गाई छोरी बिन्दास तरिकाले बसिरहेको छ साथीहरू म चाहिँ घर आइपुगिसकेँ है साथीकोमा एकछिन बसेँ सो आएर अनि अब म घरमा आएर ब्लग इन गर्दैछु है अनि आज चाहिँ हामी चाहिँ गएको थियौँ 5 जना अनि बहिनी दिदी बहिनीहरूसँग भान्जीहरूसँग साथीहरूसँग सो अनि कहाँ गएको थियौँ भन्दाखेरि चाहिँ हजुरहरूले टाइटलबाटै थाहा पाइसक्नु भयो है अहिले टिकटक भरि भाइरल भएको ठाउँ है हामी चाहिँ त्यहाँ गएको थियौँ कहाँ भन्दाखेरि चाहिँ उदयपुर गाईघाट बेलेका
बोपताङ डाँडामा चाहिँ आज हामी फाइनली गएको थियौँ। अनि बाटो यात्रा अनि त्यहाँको अवस्था सबै मैले भिडियो मार्फत हजुरहरूलाई जानकारी दिइसकेको छु। अनि हामी चाहिँ त्यहाँनिर फाइनली पुग्यौँ। बाटो चाहिँ त्यस्तो अप्ठ्यारो थिएन, तर अलिकति माथि चाहिँ हामीले जाँदाखेरि चाहिँ हिँड्नु पर्ने रहेछ है। अलिक तलबाट गयो भने चाहिँ दुःख सुख बाइकहरू चाहिँ ठाउँमै पुग्छ। अलिक तलबाट चाहिँ लाग्नुभयो भने, अलिक माथिबाट गयो भने चाहिँ हामी हिँड्नु पर्ने हुन्छ। अब हामी त भेनमा गएको थियौँ। अनि सो भेनमा गएको चाहिँ एकदम डिसिजन राम्रो भयो, किनभने बाटोमा ठक्क चतराको पुलदेखि ओरदेखि पानी परेको धर्कने पानीले भेटायो। हामी चाहिँ गाडीमै थियौँ। अनि त्यहाँ पुग्दा नपुग्दै फेरि पानी रह्यो। सो बाटो हिलो, अनि त्यहाँ पनि हिलो थियो। फेरि त्यहाँ गएर एकछिन टिकटक अनि सो भिडियो बनाउँदै फेरि पानी पर्यो है। अनि त्यहाँबाट हामीले चाहिँ सबैजना गइसकेपछि अब टिकटक भिडियो हुन्छ नि त, फोटो खिच्ने, भिडियो टिकटक बनाउने हुन्छ नि त। अनि सो साथीहरू सबैजनाले सबै मजाले फोटो खिचेर फर्क्यौँ। अनि चतराको उयसमा होटलमा आएर खाजाहरू खायौँ। अनि फेरि घर आयौँ। घरमा आउँदै गर्दा बाटो यात्राहरूको मैले भिडियोहरू हालेको छु है। अफकोर्स हजुरहरूले मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दछु साथीहरू। अनि आजको भिडियो के कस्तो लाग्यो? हाम्रो भाइरल ठाउँ घुम्न गएको थियौँ। फाइनली टिकटकैभरि देख्दा जानु मन परेको थियो। फाइनली पुगेर आयो। तर त्यहाँ पुग्दा चाहिँ पानी परे पनि गर्मी क्या साथीहरू, यस्तो गर्मी। अनि एकदम दामी आनन्द लाग्ने ठाउँ, तर गर्मी साथीहरू। अनि भिड त भिड नै हुन्छ प्रायः जस्तो। त्यहाँ चाहिँ पर्यटकीय स्थल भएको कारणले चाहिँ अब त्यहाँ चाहिँ मान्छेको के भन्छ, मान्छे चाहिँ नटुट्ने क्या घुम्नका लागि। सो यति नै या साथीहरू। अनि अब चाहिँ सो यति भन्दै आजको भिडियो के कस्तो लाग्छ मन परेमा लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न भने नबिर्सिनु होला। सो यति भन्दै भोलि फेरि यस्तै भिडियो लिएर हजुरहरूको सामुन्ने उपस्थित हुन्छु भन्दै मेरो भिडियोलाई पुरा हेरेर पनि सपोर्ट गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ। लभ यु अल माई युट्युब फ्यामिली। बाई बाई। नेक्स्ट भिडियोमा फेरि भेट्छौँ है त।